हामी चाहिँ उठ्यो अब मुखसुख पनि धोइयो। अब यताबाट होला घाम झुल्किने ठाउँ त यसो गरेर हेर्दाखेरि चाहिँ दामी जग्गा छ। यहाँनिर चाहिँ हामी चाहिँ यता सुत्यो यस्तोतिर, हामी चाहिँ यस्तो पोख्तोतिर सानो सानो पोख्तोतिर सुत्यो। यता माथि माथि कटेजहरू पनि छ, त्यहाँतिर चाहिँ पहिला हामी आउनुभन्दा अगाडि नै बुक भएछ। यता यसको अगाडि उतातिर पनि सबै यस्तो कटेजहरू छ, त्यो सबै बुक भइसकेको रहेछ। हामी चाहिँ त्यहाँदेखि यस्तो ट्रेन मागेर उनीहरूकोबाट अब अलिअलि पैसा तिर्नु पर्दो रहेछ, त्यसले गरेर सुत्यो त्यसमै। तर जाडो त यस्तो छैन रहेछ थिम्पूमा जस्तो त होइन, यस्तो नि फुन्चिलिङ साइड जस्तै राइटकमा आएको थियो पिपिङ, मजै छ। यो डाँडा चाहिँ मलाई मन पर्यो र यो दुईटा डाँडा, उताको त्यो यो डाँडा पनि राम्रो छ एकदम ब्युटिफुल।